परदेश रहर होइन बाध्यता, सम्झनामा बाँचिरहेको नेपाली मन। एउटा नेपालीको आत्मा स्वीकार। मानिसले जन्मेको माटो छोड्न सक्छ, तर जन्मेको माटोले मानिसलाई कहिल्यै छोड्दैन। रातको कुनै शान्त क्षणमा जब सहरका सडकहरू बिस्तारै सुनसान हुँदै जान्छन्, झ्याल बाहिरको आकाशमा टाँसिएको चन्द्रमालाई हेर्दा मेरो मन अनायासै हजारौं किलोमिटर टाढा पुग्छ। म त्यो ठाउँमा पुग्छु जहाँ मेरो पहिलो पाइला परेको थियो, जहाँ मैले पहिलो पटक आमा भन्न सिकेको थिएँ, जहाँ मेरो नामभन्दा पहिले मेरो गाउँको नामको उपस्थिति थियो। त्यहाँ एउटा सानो आँगन छ, पुरानो घर छ, एउटा डाँडो छ, एउटा खोलो छ अनि खेतबारीहरू छन्। र ती सबैभन्दा माथि मेरो अस्तित्वको जरा छ। मानिसको परिचय केवल उसको नागरिकताले बनाउँदैन, परिचय त्यो माटोले बनाउँछ जहाँ उसले पहिलोचोटि पाइला टेक्यो, पहिलोचोटि लड्न सिक्यो, पहिलोचोटि उठ्न सिक्यो, पहिलोचोटि सपना देख्न सिक्यो। तर संसारको विडम्बना यही हो, सबैभन्दा धेरै माया गरेको ठाउँलाई कहिलेकाहीँ सबैभन्दा पहिले छोड्नुपर्छ। त्यसैले यसलाई कसैले रहर भन्छन्, कसैले अवसर पनि भन्छन्, तर लाखौं नेपालीका लागि यसको अर्को नाम बाध्यता हो। माटोले मलाई आज पनि बोलाउँछ, त्यो माटोले मलाई आज पनि बोलाउँछ। हावाले गाउँको खबर सुनाउँछ, त्यो माटोले मलाई आज पनि बोलाउँछ। हावाले गाउँको खबर सुनाउँछ। विदेशको उज्यालोले आँखा त भरियो, विदेशको उज्यालोले आँखा त भरियो, तर मनलाई त आफ्नै आँगनले रुवाउँछ। तर मनलाई त आफ्नै आँगनले रुवाउँछ।